साइडमा एउटा रेस्टो बार रहेछ। यहाँ धेरै जसो कपालहरू मात्रै आउँछन् के अरे। हाम्रो नसिबमा कहाँ छन् र गर्लफ्रेन्ड त छँदै छैन अनि कसलाई लिएर आउने त। सो हे गाइज वेलकम टु माई न्यू ब्लग। सो आज म गइरहेको छु आफ्नो कपाल कटाउन। हेर्न सक्नुहुन्छ कति नै ठुलो भइसक्यो। टिचरहरूले फोर्स गरेन हैन, तै पनि गइरहेको छु कटाउन। टिचरहरूले कसरी फोर्स गर्न सक्छन् त कपाल काट्नलाई, किनभने हाम्रो नेपाल सरकार बालेन सरकारले त नियम कानुन ल्याइसक्नु भएको छ कि बच्चाहरूको कपाल काट्न पाइँदैन के रे, यसलाई पनि गर्न पाइँदैन। सो आज म गइरहेको छु त्यहाँ हेराउँछु आफ्नो कस्तो हुन्छ त्यहाँको माहौल। पहिले म लुगा यो टी सर्ट ल्याएको छु अनि तलको ल्याउन बाँकी छ, त म ल्याएर अहिले हेराउँछु हजुरलाई। सो गाइज हेर्न सक्नुहुन्छ म प्यान्ट पनि ल्याइसकेको छु। ल म हिँड्न लागेको। सो गाइज हेर्न सक्नुहुन्छ म चाहिँ आइसकेको छु यहाँ हेर्नु के। म निस्किसकेको यहाँ पुलबाट उता पारि छ दोकान नाईको, त्यहाँ यता पनि छ काट्छन् के अरे, तर राम्ररी काट्दैन बिगाडिदिन्छ। हेर्न सक्नुहुन्छ यो हाम्रो तिनाउ खोला बुटवल स्थितमा। सो म अहिले हेर्छु कस्तो काट्छु कपाल। यहाँ टुप्पीको त कटाउँदिनँ के अरे, यहाँ साइड मात्रै कटाउँछु अरे। तर अस्ति चाहिँ म क्लासमा गएँ छिरे अनि एउटा सरले मेरो कपाल चाहिँ समातिदियो के अरे। अनि समातेर भन्यो के अरे त्यो सरकारले यस्तो नियम कानुन लगाइसकेको छ कि अहिले बच्चाहरूलाई क्लासमा सुत्न पनि मिल्ने अवस्था आइदिन्छ क्या कहिलेकाहीँ, सरकारले आइदिन्छ त्यस्तो पनि। तर हामी सब हाँस्न थाल्यो के अरे। तर पनि सरको रेस्पेक्ट राख्नको लागि म चाहिँ कपाल काट्न गइरहेको छु। हेर्न सक्नुहुन्छ। म त्यहाँ अहिले जाने हो पारि, त्यहाँ क्या मेरो गाउँको नै हो। मेरो गाउँ त उता हो के अरे समरी माइती बोर्डरतिर के, इन्डिया बोर्डरतिर नजिकै काक्रामा बोर्डर। यदि तपाईँहरू च्यानल बनाइ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है गाइज। मिल्छौँ सधैँ, म त सधैँ भ्लग लिएर आउँछु। अब कपालले पालेर झ्याउ भयो के। सो यहाँ हेर्न सक्नुहुन्छ आटो पनि आइरहेको, केही बच्चाहरू पढ्दै आइरहन्। यहाँ हेर्न सक्नुहुन्छ यहाँ भट्टी छ कि, यहाँ त्यो के पछाडि भन्छन्, अनि त्यहाँ दारू सारू खाने मान्छेहरू बस्छन्। सो गाइज अहिले धेरै नै टाढा त्यहाँ हेर्न सक्नुहुन्छ ऊ त्यहाँ जानुपर्छ के अरे, अगाडि पेट्रोल पम्प छ त्यहाँ। अनि हिँड्दाखेरि मेरो त खुट्टा दुख्न थाल्यो, तर के गर्नु हिँड्नुपर्छ। अनि अटोलाई भने त्यहाँ एउटा अटो गिरा नै त्यसले भने मैले कति लिन्छ भाडा, अनि त्यसले भने 100 रुपियाँ। मैले भने यति कति नै छ 1 किलोमिटर पनि कम छ के अरे, त्यतिको 100 रुपियाँ म किन तिर्ने र, म हिँडिदिन्छु के अरे 1 किलोमिटर जति। अनि त्यसले हाँसेर गइदियो कि मैले भने के गइदियो भने। यहाँ त हेर्न सक्नुहुन्छ यहाँ ट्रायल छ के अरे, यहाँ ट्रायल तिनाउ ड्राइभिङ ट्रायल सेन्टर हो त्यहाँ नजिकै, त्यहाँ अगाडि नै हो। त्यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ अगाडि सुन्दरायल पेट्रोल पम्प छ, त्यति नै अगाडि त्यहाँ रहेको छ कि। साइडमा एउटा रेस्टो बार रहेछ। यहाँ धेरै जसो कपालहरू मात्रै आउँछन् के अरे। हाम्रो नसिबमा कहाँ छन् र गर्लफ्रेन्ड त छँदै छैन अनि कसलाई लिएर आउने त। अनि त्यहाँ आइसकेँ हो गाइस, त्यहाँ हेर्न सक्नुहुन्छ म हेराइदिन्छु। त्यहाँ अगाडि जुन छ नि ब्लू कलरको त्यही नै हो कि त्यहाँ अगाडि। सो गाइस म चाहिँ आइसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ यहाँ यही नै पारि हो, सञ्जित भन्ने, सञ्जित हेयर कट मेरो गाउँको नै हो। अनि के अरे म यहाँ रोड क्रस गर्छु अहिले, यताउता हेरेर रोड क्रस गर्नु पऱ्यो भनौँ। गाइस हेर्न सक्नुहुन्छ म चाहिँ आइसकेको छु, यहाँ मेरो गाउँकै हुन्। गाइज यो सेलुन त निकै राम्रो रहेको छ, किनकि भने यहाँ हेर्नु न यति गर्मीको मौसममा पनि एसी लगाइसकेको छ। म चाहिँ मजा गर्दै थिएँ यहाँ बसी हेर्न सक्नुहुन्छ तपाईँहरू। गाइज म चाहिँ कपाल कटाएर आइसकेँ होइन, हेर्नु न हेर्नु के यो त साला बिगार्थ्यो अलिकता, तर ठिकै छ। सरले भनेअनुसार त काट्न मिलेन के अरे, काटेन मैले, किनभने त अहिले ठुलो पाल्नु पऱ्यो नि नियम आएपछि। ल म अहिले यहाँबाट जान्छु, नुहाउँछु अनि बल्ल के गर्छु होला। सो आजको ब्लग म यही खतम गर्दैछु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइस।